नमस्कार, म रामबहादुर तामाङ, नेपाल तामाङ गेदुङ रामेछापको सचिव। यही 2083 साल साउन 24 गते अगस्त 9 को दिन 32औं विश्व आदिवासी दिवस परेको छ। सो अवसरमा सर्वप्रथम म देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आमाबुवा तथा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना र निरन्तर प्रगतिको कामना गर्न चाहन्छु। र सो दिन काठमाडौँ जिल्लाको खुल्ला मञ्चमा भव्य शुभकामना आदान प्रदान कार्यक्रम भएको हुँदा सम्पूर्ण आदिवासी जनजातिसँग सम्बन्धित सम्पूर्ण महानुभावहरू त्यस दिन त्यस कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अपिल गर्न चाहन्छु। नमस्कार।